भिडियो क्लास 10 मैथमेटिक्स को फर्स्ट चैप्टर को जति पनि क्वेशन छ त्यसलाई सल्भ गर्नेवाला छु। सो यो भिडियो एकदम नानीहरू जुन चाहिँ क्लास 10 मा हुनुहुन्छ र जसले तपाईले बोर्ड एक्जाम दिइसक्नु भएको छ र जो प्रेजेन्ट 10 हुनुहुन्छ तपाईको लागि एकदम युजफुल छ र भिडियो एन्ड सम्म हेर्नु होला र तपाईले कुनै कुरामा डाउट छ भने कमेन्ट सेक्सनमा कमेन्ट गर्नु होला। ओके, फर्स्ट क्वेशन एक्सरसाइज 1.1 क्वेशन नम्बर 1 भनेको छ। सो क्वेशनले के भनेको छ भन्दाखेरि चाहिँ एक्सप्रेस इच नम्बर एज अ प्रोडक्ट अफ इट्स प्राइम फ्याक्टर भनेको छ। ओके, सो प्राइम फ्याक्टर भनेको के हो? प्राइम फ्याक्टर भनेको के हो? तपाईहरुले क्लासमा पनि पढ्नुभयो होला, होपफुली यो च्याप्टर क्लासमा सकिसक्यो होला। सो प्राइम नम्बर, प्राइम फ्याक्टर बुझ्नुको लागि चाहिँ प्राइम नम्बर बुझ्नु पर्यो, राइट? प्राइम नम्बर बुझ्नु पर्यो। सो प्राइम भनेको चाहिँ कस्तो नम्बरलाई प्राइम नम्बर भन्छ भन्दाखेरि चाहिँ दोज नम्बर्स, ओके, दोज नम्बर्स having only two factors, दुईटा मात्रै फ्याक्टर्स भएको नम्बरलाई हामीले प्राइम नम्बर भन्छ। जस्तै तपाईले हेर्नुस् 1 को त फ्याक्टर 1 मात्रै हो नि त। 1 फ्याक्टर भनेको के हो फेरि, राइट? फ्याक्टर भनेको होपफुली तपाईले बुझ्नु भएको छ होला। फ्याक्टर भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ फ्याक्टर इज अ एक्ज्याक्ट डिभाइजर अफ अ नम्बर। मतलब कुनै पनि नम्बरलाई फ्याक्टरले डिभाइड गर्दा रिमाइन्डर के आउँछ? 0 आउँछ। जस्तै मैले 2 को फ्याक्टर लेखेँ 2, 1 र 2। सी 2 divided by 1 is 0 and 2 divided by 2 is 0. So that means 1 is a factor of 2 and 2 is a factor of 2. अब जस्तै तपाईले 3 को फ्याक्टर कति हुन्छ? 1 र 3 हुन्छ। 4 को फ्याक्टर कति हुन्छ? 1 हुन्छ, 2 हुन्छ, 4 हुन्छ। बुझ्नुभयो? हेर्नुस् है, मतलब 1 is a factor of 4, 2 is a factor of 4 and 4 is a factor of 4. Now see, यो तीनटा मात्रै देखाएको छु। तपाईले अदर डिटेल फ्याक्टरको बारेमा जान्नुको लागि चाहिँ मेरो फन्डेसनल म्याथमेटिक्सको कोर्समा गएर प्लेलिस्टमा गएर तपाईले यु क्यान चेक द भिडियो। सो यहाँ हेर्नुस्, 2 नम्बर 2 हैज ओन्ली 2 फ्याक्टर। यसमा कति छ? 2 फ्याक्टर छ। नम्बर 3 हैज 2 फ्याक्टर, बट दिस 4 हैज हाउ मेनी फ्याक्टर? 1 2 3। सो प्राइम नम्बर भनेको चाहिँ जसको दुईटा फ्याक्टर मात्रै हुनु पर्यो। जस्तै हाम्रो केसमा 2 इज अ प्राइम नम्बर, ओके, 2 इज अ प्राइम नम्बर एन्ड 3 इज अ प्राइम नम्बर। अब मैले 5 पनि लेखेँ ल, 5 1 एन्ड 5 इज अल्सो प्राइम नम्बर। 6 हेर्नुस्, 1 2 3 6। सो 6 इज नट अ प्राइम नम्बर, 5 इज अ प्राइम। 7 कन्सिडर 7 हुन्छ 1, 7 इज अल्सो प्राइम नम्बर। सो के रहेछ ओभरअल भन्दाखेरि चाहिँ प्राइम नम्बर आर दोज नम्बर which have only 2 factors, or in other words you can say that any number, okay, any number that is divisible by 1 and itself are prime number. प्राइम नम्बर भन्नुको मतलब के हो भन्दाखेरि चाहिँ कुनै पनि नम्बर जसको डिभाइड गर्दाखेरि 1 र आफूले मात्रै डिभाइड गर्न सक्छ भने त्यो प्राइम नम्बर हो। और सिम्पल वर्ड्स यु क्यान से इट हैज हाउ मेनी फ्याक्टर्स? 2 फ्याक्टर्स। व्हाट इज फ्याक्टर्स? फ्याक्टर आर द एक्ज्याक्ट डिभाइजर अफ अ नम्बर। जस्तै अलिकति यो साइड म युज गरेँ। सो सब सिम्पल मैले अघि भनिहालेँ तपाईलाई, 2 को फ्याक्टर चाहिँ 1 हो नि। सो 1 ले 2 लाई डिभाइड गर्दा 1 2 जा 2 रिमाइन्डर 0 आउनु पर्यो। सो 2 ले 2 लाई डिभाइड गर्दा 2 1 जा 2 रिमाइन्डर 0 आउनु पर्यो। सो रिमाइन्डर 0 आउनु पर्यो मतलब 1 and 2 are the only possible factors of 2, so that while dividing that number by their factors, remainder is 0. होपफुली तपाईले कुरा बुझ्नुभयो होला। सो यहाँ दिएको क्वेशनमा के छ? तपाईको एक्सरसाइज 1.1 मा यु विल गेट दिस क्वेशन। सो यो क्वेशनले के भनेको छ भन्दाखेरि चाहिँ हरेक नम्बरलाई चाहिँ हामीले चाहिँ प्राइम फ्याक्टरमा मात्रै कन्भर्ट गर्नु पर्यो। ओके, सो बिफोर स्टार्टिङ लेट मी रब दिस। तपाईले नोट कपीसँग यो भिडियो क्लास हेर्नुभयो भने चाहिँ एकदम बेनिफिसियल रहेको छ। विदाउट नोटबुक तपाईलाई यसमा केही बेनिफिट हुनेवाला छैन, साह्रो पर्छ। किनभने म्याथमेटिक्स इज अल अबाउट प्र्याक्टिस। अब प्र्याक्टिसै गर्नु भएन, तपाईले लेख्नु नै भएन भने इट विल बिकम भेरी हार्ड एन्ड इम्पोसिबल टास्क टु कोप अप। ओके, सो तपाईलाई यो गर्नुभन्दा अगाडि मैले लेखेँ 20 को प्राइम फ्याक्टर कसरी? 20 लाई मैले हेर्नुहोस् यसरी हामी यसरी गर्छ। यसलाई प्राइम फ्याक्टराइजेसन मेथड भन्छ। कुन चाहिँ मेथड भन्छ? प्राइम फ्याक्टराइजेसन मेथड। ओके, सो हेर्नुहोस्, सो 20 इज डिभिजिबल बाई 2। सबभन्दा सानोले गर्छ हामीले ल। 2 2 1 जा 2, 2 0 जा 0। ओके, 2 5 जा 10,
5 1 जा 5 सो 20 को प्राइम फ्याक्टर के हुन्छ लु भन्नुहोस् त लु भन्दा चाहिँ 2 × 2 × 5 यो लेख्नु पर्यो सबै नम्बर प्राइम नम्बर हुनु पर्यो यो हेर्नुहोस् यो नम्बरको सबै यतापट्टि एक्सप्रेसन चाहिँ के हुनु पर्यो भन्दाखेरि चाहिँ यो अल दिस नम्बर दिस 2 दिस सुड बी प्राइम नम्बर अब 20 लाई मैले यसरी लेख्दा पनि हुन्छ नि त 2 2 जा 4 × 5 यसरी लेख्नु पनि पायो तर यो केसमा चाहिँ हाम्रो के हेर्नु यो 4 चाहिँ कम्पोजिट नम्बर हो 4 इज नट अ प्राइम नम्बर सो दिस इज करेक्ट दिस इज रङ होपफुली तपाईँले कुरा बुझ्नुभयो होला 20 लाई यहाँनिर मैले 4 5 जा यसरी लेख्दा पनि भयो नि 20 लाई यसो गर्दा पनि हुन्छ भनेको मतलब 4 5 जा 20 5 1 जा 5 सो 4 र 5 पनि लेख्दा पनि हुन्थ्यो तर हाम्रो के भन्दैछ भन्दाखेरि चाहिँ प्राइम फ्याक्टरमा मात्रै लेख्नु पर्यो सिन्स 4 इज नट अ प्राइम फ्याक्टर यो 20 लाई हामीले यसरी लेख्नु सक्दैन होपफुली तपाईँले क्वेसन बुझ्नुभयो होला ओके सो यो पनि सार्नुहोस् तपाईँको इक्जाम्पलको लागि रेफरेन्सको लागि अब हामी यो क्वेसन गरौँ है त सो फर्स्टमा आएछ 140 लाई चाहिँ के गर्नु पर्यो भन्दाखेरि चाहिँ सल्भ गर्नु पर्यो र 140 लाई हामीले के गर्नु भन्दैछ भन्दाखेरि चाहिँ प्रोडक्ट अफ प्राइममा चाहिँ सल्भ गर्नु भन्दैछ ओके फर्स्टमा गरेँ मैले नम्बर 1 मा 140 नाउ सी 140 मतलब यति याद गर्नुहोस् लास्टमा 0 छ युनिट डिजिटमा 0 छ भने that number can be divisible by 2 5 and 10 okay 2 5 and 10 so basic concept so यसलाई मैले 2 ले गर्छु सबभन्दा सानोले गर्नु पर्यो 2 7 जा 14 2 0 जा 0 again it will divisible by 2 3 जा 6 and carry यो यहाँ 6 भयो 1 उब्रेको छ 1 यता आउँदा 10 भयो 2 5 जा 10 now 5 7 जा 35 and here 7 1 जा 7 so 140 लाई के लेख्न सक्छु भन्दा चाहिँ मैले 2 × 2 × 7 × 5 so this is 2 raised to the power 2 × 7 × 5 so this is your answer यसरी हामीले निकाल्नु भनेको छ सो यसलाई मैले के लेख्न सक्दिनँ भन्दा अघि पनि मैले भने 140 = 4 × 5 × 7 लेख्नु चाहिँ मैले यो चाहिँ दिस इज रङ I cannot write this why because 4 is not a prime number यो सबै प्राइम नम्बर हुनु पर्यो फाइन होपफुली तपाईँले कुरा बुझ्नुभयो होला सो यसरी गर्नु पर्यो 140 लाई 2 ले गर्नुहोस् 2 7 जा 14 2 0 0 2 3 जा 6 2 5 जा 10 5 7 जा 35 7 1 जा 7 फाइन ओके सो अब नेक्स्ट क्वेसन हेरौँ है त ल नेक्स्ट क्वेसन हेर्नुहोस् तपाईँलाई म दुईटा गरिदिन्छु होपफुली तपाईँले सक्नुहुन्छ होला अरू गर्नु सो 156 अब 156 हेर्नुहोस् लास्टमा 6 छ 2 ले 2 7 जा 14 1 गयो 16 2 8 जा 16 ओके फेरि अगेन 2 3 जा 6 1 उब्रियो 19 भयो हेर्नुहोस् है 2 3 जा 6 1 उब्रियो 18 भयो 2 9 जा 18 अब 39 सो 13 3 जा 39 and here 3 1 जा 3 फाइन सी 3 3 जा 9 सो यहाँ के गरेको भन्दा डिभाइड गरेको तपाईँले याद गर्नु सो 156 लाई के लेख्न सक्छ मैले भन्दाखेरि चाहिँ दुईटा 2 छ सो 2 raised to the power of 2 into 13 into 3 so all should be a prime number fine so similarly तपाईँले एलएम गर्नुहोस् र एलएम गर्नुहोस् यी प्रोसेस यही हो तपाईँलाई मैले प्रोसेस बताइछ कि यसरी तपाईँले सल्भ गर्नु सक्छ दिस इज हाउ दिस क्वेसन क्यान बी सल्भ सो के भन्दैछ एक्सप्रेस इच नम्बर एज अ प्रोडक्ट अफ इट्स प्राइम फ्याक्टर प्राइम नम्बरलाई यो दिस इज ए कम्पोजिट नम्बर ओके कम्पोजिट नम्बर आर दोज नम्बर विच हेभ मोर देन 2 फ्याक्टर्स दुईटा फ्याक्टर भन्दा ज्यादा दुईटा मात्र फ्याक्टर भएको छ भने हाम्रो के नम्बर भयो अघि मैले भनिसकेँ प्राइम नम्बर अब त दुईटा भन्दा ज्यादा छ भने हामीले यसलाई कम्पोजिट नम्बर भन्छ सो कम्पोजिट नम्बरलाई चाहिँ प्राइम नम्बरमा एक्सप्रेस गरेको भन्छ सो तपाईँले फर्स्ट युनिट किनभने यो युनिटको फर्स्ट कन्सेप्ट के हो भन्दाखेरि चाहिँ फन्डामेन्टल थ्योरम अफ एथमेटिक के भनेको छ एभ्री कम्पोजिट नम्बर क्यान बी एक्सप्रेस एज अ प्रोडक्ट अफ प्राइम यो तपाईँको कम्पोजिट नम्बर हो यतापट्टिको के हो प्राइम नम्बर सो कम्पोजिट नम्बरलाई चाहिँ प्रोडक्ट मिन्स मल्टिप्लिकेसन सो प्रोडक्ट अफ प्राइममा हामीले ल्याउनु सक्दो रहेछ सो द्याट वाज द फर्स्ट कन्सेप्ट द्याट वाज डिस्कस इन यर क्लासेस एन्ड यो त च्याप्टरको फर्स्ट टपिक नै थियो ओके सो मुभिङ अन यो तीनटा क्वेसन तपाईँले गर्नुहोस् ट्राई गर्नुहोस् जान्नु भएन भने लेट मी नो एन्ड इन द कमेन्ट सेक्सन ओके नेक्स्ट अब यहाँ हेर्नुहोस् क्वेसन नम्बर 2 के भन्दैछ भन्दाखेरि चाहिँ तपाईँको फाइन्ड द एलसिएम एन्ड एचसिएफ अफ द फलोइङ पेयर्स अफ इन्टिजर एन्ड भेरिफाई दैट एलसिएम इन्टु एचसिएफ इक्वल्स टु प्रोडक्ट अफ 2 नम्बर्स ओके नाउ दिस भेरी इम्पोर्टेन्ट
अब सेकेन्ड कन्सेप्ट के छ भन्दाखेरि चाहिँ हेर्नुहोस् LCM अफ टु नम्बर्स ओके फर A and B into HCF of two numbers A and B is always equals to A into B. Now see, this is very important part. So कुनै पनि दुईटा नम्बर होस्, कुनै पनि दुईटा नम्बर होस्, प्र्याक्टिकली इन्टिजरको कुरा गरौँ। सो दुईटा नम्बरको इन्टिजरको एलसिएमसँग मैले एचसिएफलाई मल्टिप्लाई गरेँ भने त्यो नम्बरको प्रडक्ट हुन्छ। सिम्पल मैले सिम्पल सोच्नु तपाईँलाई सिम्पल सरल तरिकाले मैले भने मेरोमा दुईटा नम्बर छ के भन्छ लेट A इक्वल्स टु 5 एन्ड B इक्वल्स टु 6 मेरोमा दुईटा नम्बर छ। फाइन। अब यो दुईटाको हामीलाई के चाहियो भन्दाखेरि चाहिँ यो दुईटाको हामीलाई यो भेरिफाई गरियो। हेर्नुहोस् है, अब A इन्टु B कति हुन्छ हेर्नुहोस्, मैले A इन्टु B कति हुन्छ, A इन्टु B भनेको कति हो भन्दा 6 5 जा 30 हो करेक्ट। अब एचसिएफ निकालौँ, एचसिएफ अफ 5 एन्ड 6 कति हुन्छ लु भन्नुहोस्, 5 र 6 को एलसिएफ एचसिएफ कति हुन्छ, हाइएस्ट कमन फ्याक्टर। सो यस्तो खालको नम्बर जुन चाहिँ नम्बरले चाहिँ 5 लाई पनि जान्छ 6 लाई पनि जान्छ, फ्याक्टर हुनु पर्यो। सो 1 इज ओन्ली पोसिबल थिङ बिकज चाहिँ एचसिएफ निकाल्नु तपाईँले जान्नु हुँदैन भने मेरो भिडियोमा हेर्नुहोस्, फाउन्डेसनल म्याथमेटिक्स त्यहाँ तपाईँलाई क्लियरली बुझाएको छु ल। ओके न एलसिएम अफ 5 एन्ड 6 इज अगेन 30। तपाईँले फाइन गर्दा हुन्छ, एलसिएम इज 30 सिम्पल। अब यु सब्स्टिट्युट दिस इन दिस इक्वेसन, माथि इक्वेसनमा सब्स्टिट्युट गर्दाखेरि के हुन्छ हेर्नुहोस् है, एलसिएम कति छ 30 इन्टु एचसिएफ कति छ 1 इक्वल्स टु यतापट्टि 30। सो 30 इक्वल्स टु 30 इम्प्लाइज एलएचएस इक्वल्स टु आरएचएस। सो यही हो, यही कन्सेप्ट यही हो। हेर्नुहोस् है, कन्सेप्ट यही हो, तपाईँलाई मैले सिम्पल जेनरल हिसाबले बुझाएको हो। सो पहिला एलसिएम र एचसिएफ निकाल्नु, कोही बेला एलसिएम दिएको छ कोही बेला एचसिएफ दिएको छ। सो दुईवटा नम्बरको दिएको छ, कुन चाहिँ मेथड चलाउनु पर्यो हामीले भन्दाखेरि चाहिँ पेरामिटर एन्ड भेरिफाई एलसिएम इन्टु एचसिएफ इक्वल्स टु प्रोडक्ट अफ टु नम्बर्स। यो डाइरेक्टली चलाउँदा पनि हुन्छ, नभए तपाईँले फ्याक्टराइजेसन मेथड गर्दा पनि हुन्छ। कसरी गर्ने हो फाइन ल। ओके सो मुभिङ अन, यसलाई म तपाईँले सारिसक्नुभयो होला, सिम्पल तरिकाले देखाएको मात्रै हो। यसलाई म इरेज गर्दैछु। सो इरेज गरेर आई विल एक्सप्लेन द क्वेसन। ओके सो लेट मी इरेज दिस फर्स्ट। त्यो माथिको पोर्सन चाहिँ राखिदिन्छु म तपाईँले सार्नु सजिलो होस् भनेर। ओके फाइन। अब हेर्नुहोस् फर्स्ट क्वेसनमा के छ, फाइन्ड द एलसिएम एन्ड एचसिएफ फलोइङ। सो फर्स्ट क्वेसनमा छ तपाईँको फर्स्ट क्वेसन नम्बरमा भन्छ 26 एन्ड 21। ओके अब फर्स्ट स्टेपमा वाट इज य टास्क इज टु गेट द एचसिएफ। अब एचसिएफ छैन नि त, यो त भेरिफाई बादमा गर्नु पऱ्यो नि त। पहिला हामीले के निकाल्नु पऱ्यो भन्दा चाहिँ एलसिएफ निकाल्नु पऱ्यो, एचसिएफ निकाल्नु पऱ्यो। अब मैले के निकालेँ भन्दा चाहिँ एचसिएफ निकालेँ फर्स्टमा। एचसिएफ कसको भन्दाखेरि चाहिँ 26 र 91 को कसरी निकाल्छ हेर्नु। एचसिएफ निकाल्ने प्रोसेस धेरै तरिकाहरू छ, तर सिम्पल तरिका तपाईँलाई म प्राइम फ्याक्टरबाट निकाल्न सिकाउँछु। ओके सो अघि हामीले प्राइम फ्याक्टर निकाल्नु सिकेको छ राइट। सो 26 लाई कसले जान्छ 2 ले, हेर्नुहोस् 2 1 जा 2 2 3 जा 6 करेक्ट। अब 13 लाई कसले जान्छ भन्दा चाहिँ 13 1 जा 13, अरू कुनैले जान्छ जाँदैन। सो 26 लाई मैले 26 लाई के लेख्न सक्छ 2 इन्टु 13। ओके 91 लाई कसले लेख्न सक्छ 91 इज नट डिभिजिबल बाई। सो 13 7 जा 91 सी 7 3 जा 21 क्यारी 1 एन्ड 7 1 जा 7 प्लस 2 9। ओके 7 1 जा 7। सो याद गर्नुहोस् यहाँनिर 26 लाई म के लिन सक्छु भन्दा चाहिँ 2 इन्टु 13, अन्त 91 लाई के लिन सक्छु भन्दा चाहिँ 13 इन्टु 7। अब हेर्नुहोस् विच इज कमन इन बोथ द केस। 26 र 91 मा चाहिँ कुन चाहिँ कमन छ भन्दाखेरि चाहिँ यो 13 यहाँ पनि छ, यो 13 यहाँ पनि छ, र दुईटामा हाइएस्ट पनि छ। सो एचसिएफ हाम्रो कति भयो 13। होपफुली तपाईँले एचसिएफ निकाल्नु बुझ्नुभयो होला। कसरी मैले 13 लेखेको भन्दाखेरि चाहिँ सी 2 1 जा 2 2 3 जा 6 13 1 जा 13, यहाँनिर 13 7 जा 91 7 1 जा 7। अब भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ 26 र 91 को चाहिँ यो मैले लेखेँ प्राइम फ्याक्टर। प्राइम फ्याक्टरमा चाहिँ के हो त हाइएस्ट कमन फ्याक्टर भरिमा दुईटा भरिमा जुन चाहिँ हाइएस्ट छ र कमन पनि छ। सो हाइएस्ट इज 13, यहाँ 1 पनि छ, सी यो 1 पनि लेख्दा हुन्छ। सो 1 इज अल्सो कमन बट सी 13 इज द हाइएस्ट वान। सो 13 हाम्रो के भयो एचसिएफ भयो। होपफुली तपाईँले बुझ्नुभयो। सो लेट मी ड्रप दिस, किनभने स्पेस मेरोमा कम्ती छ।
यसलाई मैले रब गर्नु पऱ्यो, तपाईँले सारिसक्नुभयो होला, सार्नु भएन भने फेरि भिडियोलाई रिपिट गरेर हेर्नुहोस्। ओके, एचसिएफ निक्ल्यो। अब मैले सिमिलरली के निकाल्नु पऱ्यो, एलसिएम निकाल्नु पऱ्यो कसको, 26 and 91 को। अब कति हुन्छ हेर्नुहोस्, एलसिएम निकाल्ने म डिभिजन मेथड चलाउँछु। सो तपाईँले एलसिएमको मेरो क्लास हेर्नुहोस्, तपाईँले त्यहाँ बुझिहाल्छ 26 and 91। अब दुईवटै नम्बरले एउटा यस्तो नम्बर सेलेक्ट गर्नुहोस् जुन चाहिँ जो दुईटैको फ्याक्टर होस्, कमन फ्याक्टर होस्। अघि मैले हामीले निकाले एचसिएफले डिभाइड गर्नु जहिले पनि 13 2 जा 26, 13 7 जा 91। सी 13 2 जा 26, 13 7 जा 91। फाइन। अब 2 1 जा 2, 7 लाई जाँदैन, 7 लाई छोडिदिनु, 7 1 जा 7। सो 7 1 जा 7। सो जबसम्म 1 आउँदैन तपाईले त्यो गरिबस्नु पर्ने हुन्छ। फाइन, यो कुरा बुझ्नु पर्ने हैन। ओके, अब हेर्नुहोस् यसलाई हेर्नुहोस् है, 13 2 जा 26, 13 7 जा 91। 2 1 जा 2, 2 ले 7 लाई जाँदैन, सो जसलाई जाँदैन त्यसलाई एज इट इज छोड्नु पर्ने हुन्छ। सो 7 1 जा 7। नाउ यो अगाडिको जुन चाहिँ छ फर्स्ट पार्ट, यो सबैलाई तीनटालाई मल्टिप्लाई गर्नु पर्यो। इफ यु मल्टिप्लाई दिस 3 थिङ यु विल गेट व्हाट, एलसीएम। सो एलसीएम कति हुन्छ भन्दाखेरि चाहिँ 13 into 2 into 7। अब सी 13 into 14, 13 into 14, correct? 13 into 14. So 13 into 14 is how much? 182. Okay. अब LCM पनि आयो, HCF पनि आयो. Let me rub this part. Okay. Let me rub this part. So LCM पनि आयो, HCF पनि आइसक्यो. अब यो दुईटालाई मल्टिप्लाई पनि गर्नु पर्यो. 26 and 91 लाई हामीलाई मल्टिप्लाई गर्नु पर्यो. थर्ड पार्ट. अन्त भेरिफाई मात्रै गर्नुपर्ने हुन्छ लास्टमा. So third part ma let me multiply this. Okay. So 26 into 91. अब यसलाई म के लेख्छु हेर्नुस्, सजिलोको लागि मैले के गर्थे भन्दा चाहिँ 26 into यसलाई म के गर्छु भन्दा चाहिँ 90 plus 1 लेख्नु पाएन हैन, 90 plus 1 लेख्नु पायो। हेर्नुस् है, 26 into 91 कति आउँछ यहाँ लेख्छु। ओके, सो 26 into 91, यो मैले 91 लाई के लेखेँ भन्दा चाहिँ 90 plus 1 किन गरेको छ भन्दा सजिलो। हेर्नुस् है, अब यहाँ 0 छ नि त, यो 0 को फर्स्ट 0 लेखिहालेँ मैले फर्स्ट डे। अब सी 9 6 54, 9 6 54, carry 5, 9 2 18, 18 plus 5 is 23 plus 26 into 1 is 26. So तपाईलाई सजिलो हुन्छ। So 6 plus 0 is 6, 4 plus 2 is again 6, so 3 2, so 2 3 6 6, 2 3 6 6, simple 2 3 6 6 भयो तपाईको। हेर्नुस् है, 91 into 26 कसो गरे मैले भन्दा 26 लेखे into 90 plus 1, so 2 3 4 0 plus 26। हेर्नु 90 लाई 91 लाई मैले 90 plus 1 लेख्न सक्छु because 90 plus 1 is again 91, करेक्ट। सो अब यसलाई के गर्न सक्छु भन्दाखेरि चाहिँ 6 plus 0 is 6, 2 plus 4 is again 6, 3 को 3 2 हो। सो दिस इज द प्रोडक्ट। सो यहाँ कति आयो प्रोडक्ट भन्दाखेरि चाहिँ 2 3 6 6। फाइन। ओके, नाउ लेट मी रब दिस पार्ट अगेन। तपाईले सार्नु पाउँदैछ होला। तपाईले मोस्ट क्लासमा एटेन्ड गर्दाखेरि तपाईले यो भिडियो हेर्दाखेरि अलवेज कीप योरसेल्फ विथ कपी, नोट कपी एन्ड पेन, ल, सो द्याट तपाईलाई बुझ्न सक्छ। अब भेरिफाई गर्नु पर्यो। अब सिम्पल भेरिफाई गर्नु मात्रै छ हामीले। फर्स्ट पार्ट इज ओभर, नाउ भेरिफाई। के गर्नु भनेको छ भन्दाखेरि चाहिँ एलसीएम हेर्नुस् है, एलसीएम अफ कति छ भन्दाखेरि चाहिँ 26 and 91, 26, 91 into HCF of 26, 91 equals to 26 into 91। यो पोर्सन हामीले भनेको छ। फाइन, यो पोर्सन हामीलाई भनेको छ, यति हामीले प्रुफ गर्नु पर्यो। ओके, सो जस्ट सब्स्टिट्युट अल द रिजल्ट। न एलसीएम कति आएको छ हेर्नुस्, एलसीएम आएको छ 182। सो दिस इज 182 into फर्स्ट one is HCF is 13, this is equals to 2366। Now if you multiply this thing you will be getting how much, 2366 equals to 2366। So this is how you verify। So यसरी गर्नु पर्यो। तपाईलाई डिटेल मैले जति पनि इरेज गरेको सेक्सन छ त्यसलाई पनि तपाईले सार्नुहोस्। सो दिस इज हाउ यु सल्भ दिस टाइप अफ क्वेसन। फाइन, होपफुली बुझ्नु भयो होला। तपाईले क्वेसन नम्बर 2, क्वेसन नम्बर यो 2 र यो 3 तपाईले ट्राई गर्नुहोस्। इजी छ, साह्रो पर्छ छैन। मैले एउटा पनि दिएको छु, तपाईले यही टेक्निक, यही स्ट्र्याटेजी चलाएर यु निड टु सल्भ दिस काइन्ड अफ प्रब्लम। ओके,
सो नेक्स्ट क्वेसन, अब नेक्स्ट क्वेसनमा छ भन्दैछ के हेर्नु, फाइन्ड द एलसीएम एन्ड एचसीएफ द फलोइङ इन्टिजर्स बाई अप्लाइङ द प्राइम फ्याक्टराइजेसन मेथड। एक्सक्युज मी। ओके, फर्स्टको छ प्राइम फ्याक्टराइजेसन मेथड, मतलब प्राइम नम्बर सजिलो छ। सो कुन चाहिँ मेथडले निकाल्नु पऱ्यो भन्दा चाहिँ 12, 15 इट्स ओके। अब हेर्नुहोस् है, फर्स्टको मैले 12 को प्राइम फ्याक्टर निकाल्छु मैले, फर्स्टको 12 को प्राइम फ्याक्टर हेर्नु, 2 ले 2 6 जा 12 राइट, एन्ड 2 3 जा 6, अगेन 3 1 जा 3, सो द्याट इज ओभर। नेक्स्टमा छ तपाईँ 15 को हेर्नुहोस्, अन्त 3 5 जा 15, 5 1 जा 5, अगेन आई विल सल्भ विथ 21 को लागि के हुन्छ भन्दाखेरि अगेन दिस नम्बर इज डिभिजिबल बाई 3, 3 7 जा 21, 7 1 जा 7। अब सबैमा लाग्छ। अब हेर्नुहोस् मैले तिनवटालाई के गर्छु भन्दा चाहिँ 12 लाई के लेख्न सक्छु भन्दा चाहिँ 2 × 2 × 3 लेख्न सक्छु होइन। ओके, सो 15 लाई के लेख्न सक्छु भन्दाखेरि चाहिँ 3 × 5 लेख्न सक्छु। सिमिलरली 21 लाई के लेख्न सक्छु भन्दाखेरि चाहिँ 3 × 7 लेख्न सक्छु। फाइन, 3 × 7 लेख्न सक्छु। अब यस्तो नम्बर भन्नुहोस् जुन चाहिँ तिनटैमा छ, हेर्नुहोस् यहाँ 2 छ, यहाँ 3 छ, हेर्नु यहाँ पनि 3 छ, यहाँ पनि 3 छ र यहाँ पनि 3 छ। भन्नुको मतलब तपाईँको एचसीएफ तिनवटा नम्बरको 12, 15 र 21 को एचसीएफ चाहिँ तपाईँको 3 भइहाल्यो। अब एलसीएम चाहिँ कति हो त, 12, 15 र 21 को भन्दाखेरि चाहिँ तपाईँको हेर्नुहोस् जुन चाहिँ एचसीएफ छ त्यो एचसीएफ फर्स्टमा लेखिहाल्छ। ल अलिकति यसलाई म मेटिदिन्छु, सो यहाँ जग्गा कम्ती पाउने रहेछ, अलिकति यताबाट तान्छु। सो एलसीएम चाहिँ कति आउने रहेछ हेर्नुहोस् है, एलसीएम 12, 15 र 21 को। सो फर्स्टमा एचसीएफ लेखिहाल्छ। ए यो किनभने यो 3 सबैकोमा छ र अरू उब्रेको सबै लेख्नु पऱ्यो, सिम्पल त्यति मात्रै छ एचसीएफ एलसीएम निकाल्दा। ठिक छ, हेर्नुहोस् है, एचसीएफ लेख्दाखेरि तपाईँले जो कमन छ त्यो मात्रै लेख्छ, तर एलसीएममा चाहिँ तपाईँले सबै लेख्नु पऱ्यो। यो 3 भयो, त्यसको बादमा हेर्नुहोस् यहाँ माथि 2 × 2 कति भयो, 4 × 5 × 7, सो 7 3 जा 21, 5 4 जा 20, so this is 0, 2 1 जा 2, 2 2 जा 4. Now you have 420 is your what? LCM. 420 is your what? LCM. So simple यो कुरा याद गर्नुहोस्, तपाईले प्राइम फ्याक्टराइजेसन मेथड चलाएर चाहिँ एलसीएम र एचसीएफ निकाल्दाखेरि के गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ एचसीएफ निकाल्नुको लागि यसरी मैले फर्स्ट स्टेप यो गरेँ, त्यहाँबाट यो कमन 3 3 3 यो दिस इज योर एचसीएफ। एलसीएम मा लागि 3 तीनटा 3 बाट एउटा 3 लेखेँ मैले, एउटा 3, तीनटा 3 बाट एउटा 3, उब्रेको सबै लेख्नु पर्यो। जस्तै के उब्रेको छ भन्दाखेरि चाहिँ यो 2 उब्रेको थियो, यो 2 उब्रेको थियो, 2 2 छ, यहाँ मैले 4 लेखिदिइहालेँ, अन्त 5 उब्रेको थियो, 7 उब्रेको थियो, उब्रेको सबै लेख्नु पर्यो। जो चाहिँ कमन छ कमनकोबाट एउटा मात्रै लेख्छ र उब्रेको टोटल लेख्नु पर्यो। सो दिस इज हाउ यु सल्भ दिस काइन्ड अफ प्रब्लम। सो तपाईले यस्तै प्रकारले क्वेसन नम्बर 2 र क्वेसन नम्बर 3 सल्भ गर्नुहोस्। फाइन, ओके, नेक्स्ट क्वेसन हेर्नुहोस्। अब अघिको क्वेसन हो यो, अघि मैले तपाईँलाई एउटा फर्स्ट कन्सेप्ट दिएको थिएँ, गिभन डेटा एचसीएफ एन्ड इक्वल्स 9, फाइन्ड एलसीएम निकाल्नु पर्यो। अब तपाईँले यो क्वेसन कसरी गर्छ तपाईँलाई म अलिकति हिन्ट दिन्छु। यु हेभ टु सल्भ दिस क्वेसन बाई योरसेल्फ ओन्ली। सो यसमा के देखेको छ भन्दा एचसीएफ अफ 306, 657 चाहिँ कति छ भन्दाखेरि चाहिँ तपाईँको 9 दिएको छ। अब एलसीएम निकाल्नु पर्यो। एलसीएम 306, 657 इक्वल्स टु ड्यास निकाल्नु पर्यो। सो कसरी निकाल्छ अघि मैले भनेको छु, एलसीएम अफ ए कमा बी इन्टु एचसीएफ अफ ए कमा बी इक्वल्स टु ए इन्टु बी। हामीले यो कुरा डिस्कस गरेको छ अघि नै, राइट। सो अब युजिङ द सेम स्ट्राटेजी, राइट, युजिङ द सेम कन्सेप्ट हामीले यो क्वेसन सल्भ गर्न सक्छ। एकदम सजिलो छ, साह्रो कुरा होइन, यो सजिलो कुरा हो। ओके, सो हेरौँ ल कसरी गर्नुको रहेछ भन्दाखेरि। सो फाइन, ओके, अब हेरौँ। सो हामीले के दिनु सक्छ भन्दा चाहिँ गिभन के दिएको छ, एचसीएफ दिएको छ र एलसीएम दिएको छ, राइट। एन्ड नाउ युजिङ एलसीएम अफ हैन, एलसीएम अफ ए कमा बी नगरौँ, डाइरेक्टली गरिदिन्छु तपाईँको लागि। सो तपाईँले बुझिहाल्नु पर्यो, यो मेथड हामीले चलाउँछ, दिस टेक्निक इज युज्ड, यो टेक्निक चलाएर हामीले गर्छ। सो
फर्स्टमा के गर्नु पर्यो एलसिएम दिएको छैन एलसिएम अफ 306,657 इन्टु होइन एचसिएफ कमा इज हाउ मच 9 सो दिस इज 9 इक्वल्स टु कति हुन्छ भन्दा चाहिँ कति हुन्छ 306 इन्टु 657 हुन्छ फाइन 657 हुन्छ ओके अब तपाईँले के गर्नु सक्छ भन्दा चाहिँ एलसिएम निकाल्ने हो नि त सो एलसिएम निकाल्नुको लागि एलसिएम इक्वल्स टु 306 इन्टु 657 डिभाइडेड बाई 9 सी यो मल्टिप्लाई भएको चाहिँ त आउँदा के हुन्छ डिभाइड हुन्छ नाउ यु क्यान कट दिस सी अब हेर्नुहोस् यो नम्बरले काट्दा हुन्छ सो 9 ले काट्यो 9 1 जा 9 यहाँ 9 3 जा 27 9 3 जा 27 भनेपछि 9 1 जा 9 9 3 जा 27 भयो कति उड्यो भन्दा 3 उड्यो 36 भयो सो 9 4 जा 36 now if you multiply this 34 into 657 right so you will get your LCM यो तपाईको के हो भन्दाखेरि चाहिँ आन्सर हो सो यो मल्टिप्लाई तपाईले गर्नुस् मैले बताइदिहाले के गर्नुपर्ने रहेछ कन्सेप्ट भन्दा चाहिँ सो एलसीएम निकाल्ने के हो भन्दाखेरि चाहिँ 9 1 जा 9 9 3 जा 27 र 9 4 जा 36 सो यो 34 लाई तपाईले 657 सँग जब if you multiply this thing right if you multiply this thing you will get your LCM and that is how this kind of problem is solved okay next question हेर्नुस् अब हेर्नुस् यहाँनिर के भन्दैछ चेक वेदर 6 raised to the power of n यसो यसलाई मैले यस्तो गर्नु खोजेको अलिकति यहाँनिर सिन्टेक्स एरर भएको थियो अघि ल्यापटपमा यो मिलेन खासमा मेरो चार्ज सकिहाल्यो त्यहाँ मिलाउन सकिनँ मैले खासमा दिस इज 6 यस्तो गरेको मतलब चाहिँ 6 raised to the power of n हो ल तर डोन्ट गेट कन्फ्युज्ड ओके चेक वेदर 6 can end with a digit 0 for any natural number n सो अब हेर्नुहोस् है तपाईँको n को भ्यालु चाहिँ नेचुरल नम्बर भनेको के हो एन्ड n नेचुरल नम्बर स्टार्ट फ्रम 1 राइट एन्ड 2 3 4 अप टु सो 1 ओके n को सट्टामा चाहिँ एउटा कुनै नम्बर हाल्दाखेरि चाहिँ तपाईको 6 को बेलामा 1 आयो कति हुन्छ 6 हुन्छ 6 को बेलामा 2 हाल्यो भने कति हुन्छ 36 हुन्छ 6 को बेलामा 3 हाल्यो भने कति हुन्छ 216 सो यो लास्टमा युनिटमा डिजिट 0 आउने पोसिबिलिटी छ भनेर हामीलाई चेक गर्नु भन्दैछ ठीक छ नि क्वेशन बुझ्नु पनि हैन क्वेशनले के भन्दैछ भन्दाखेरि चाहिँ 6 raised to the power of n can end with digit 0 for any natural number n भनेर क्वेशन सोध्दैछ सो n को सट्टामा नेचुरल नम्बर हाल्दाखेरि चाहिँ लास्टमा चाहिँ युनिट 0 आउने पोसिबिलिटी छ कि छैन भनेर सोध्दैछ फाइन क्वेशन त बुझ्नु भयो होला तपाईले ओके सो यसलाई यस्तो क्वेशनलाई यो क्वेशनलाई कसरी सल्भ गर्ने भन्दाखेरि चाहिँ एकदम सजिलो छ यो क्वेशनलाई सल्भ गर्ने टेक्निक के हो भन्दाखेरि चाहिँ फर्स्ट स्टेप हेर्नु कुनै पनि नम्बर चाहिँ डिजिट 0 मा हेर्नुहोस् if any number if नलेखौँ म अलिकति लेख्छु any number that end with the digit 0 can be divisible by 2 and 5 ओके सो कुनै पनि नम्बर चाहिँ डिजिट 0 मा खप्क्यो भने चाहिँ त्यो नम्बरलाई 2 ले डिभाइड गर्न सक्छ र 5 ले पनि डिभाइड गर्नु सक्छ ठीक छ सो 0 हुनुको लागि 2 र 5 ले हुनु पर्यो नि किन 2 को टेबलले पनि गर्छ 5 को टेबलले पनि गर्न सक्छ सो किन लास्टमा 0 छ भने 2 ले पनि डिभाइड गर्न सक्छ 5 ले डिभाइड गर्न सक्छ ओके अब हाम्रोमा हेर्नुहोस् त हाम्रोमा we have 6n सो 6n मा के लेख्छु 2 into 3 raised to the power of n गर्छु अब हेर्नुहोस् त यो 6n को फ्याक्टरमा चाहिँ 5 छैन 2 त छ 5 छैन नि हैन सो 6 के लेख्न सक्छ भन्दाखेरि चाहिँ फ्याक्टर अफ 6n factors of 6 to the power n does not have 5 अब 5 छैन अघि मैले भने 0 हुनुको लागि 2 र 5 हुनु दुईटै पर्यो यहाँ तर 2 मात्रै छ 5 छैन सो 6n फ्याक्टर अफ 6n does not have 5 छैन भनेपछि के हुन्छ भन्दाखेरि चाहिँ यो n को सट्टामा तपाईले जुनसुकै भ्यालु हाल्नुहोस् n को सट्टामा जुनसुकै भ्यालु हाल्नुहोस् त्यसलाई लास्टमा 0 हुनु सक्दैन ठीक छ सो इम्प्लाइज हामीले के लेख्न सक्छ फर एनी भ्यालु अफ
any value of n, okay, 6 to the power of n does not end with digit 0. सो यो एकदम सजिलो खालको क्वेसन थियो, साह्रो पनि छैन, होपफुली तपाईँले बुझ्नु होला। किन भन्दाखेरि चाहिँ यहाँ अगर 5 हुनु पर्थ्यो नि त, किनभने कुनै पनि नम्बरलाई चाहिँ लास्टको नम्बर लास्ट युनिट डिजिट चाहिँ 0 छ भने कि 2 ले डिभाइड गर्न सक्छ कि 5 ले डिभाइड गर्न सक्छ। यहाँ अरू कुनै नम्बरले डिभाइड गर्नु सक्दैन, हामी त्यो पोसिबलै छैन। ओके, मुभिङ अन। सो यहाँ भन्दैछ एक्सप्लेन वाइ द फलोइङ नम्बर्स आर कम्पोजिट नम्बर भन्दैछ। सो यो पनि तपाईँको बुककै क्वेसन हो। सो 7 × 11 × 13 + 13। ओके, सो यहाँबाट तपाईँले मैले हेर्नुहोस् यो क्वेसनमा फर्स्टको क्वेसनमा हेर्नुहोस्, फर्स्टको क्वेसनमा मैले अगर इफ आई टेक 13 कमन भित्र के रह्यो भन्नुहोस् त ल, 7 × 11 + 1। सो यो हुन्छ 13। सो 7 × 11 इज 77 + 1। सो दिस इज 13 × 78 × 1। सी अघि मैले भने कम्पोजिट नम्बर किन हो भन्दाखेरि चाहिँ सी यसको सिम्पल 78 इज अ कम्पोजिट नम्बर। 13 त प्राइम नम्बर हो, 1 त प्राइम नम्बर पनि होइन, कम्पोजिट नम्बर, बट 78 इज अ कम्पोजिट नम्बर। सो कम्पोजिट इन्टु प्राइम इज एगेन कम्पोजिट। सो सिम्पल तपाईँले यहीँ पनि हेर्नुहोस्, यहाँ यो जति पनि आएको नम्बरको 3टा कमन फ्याक्टर आएको छ, 3टा फ्याक्टर छ। सो यहाँनिर 78 चाहिँ के हो भन्दाखेरि चाहिँ 78 इज अ कम्पोजिट। सो यो इन्टायर रिजल्ट विल बी य कम्पोजिट। ल ओके, सिमिलरली 2 को कसरी गर्छ तपाईँले, 2 को यसै प्रकारले यु क्यान टेक 5 कमन, 5 कमन गऱ्यो भने के हुन्छ ल भन्नुहोस् त। इफ यु टेक 5 कमन, सो यहाँ के रह्यो भन्दा चाहिँ 7 × 6 × 1 × 7 × 6 × 5, 5 को सट्टामा 1 हो किनभने 5 मैले कमन निकालेको छु, 5 × 5 × 4 × 3 × 2 + 1. So if you take this common, again result will be your what? Composite number. Result will be your composite. So यही कारण चाहिँ हामीले यो दुईटालाई हामीले कम्पोजिट भनेको कारण यही हो। ल सो तपाईँले यस्तो यो सिमिलरली फर्स्टको तरिकाले नै तपाईँले सेकेन्डको गर्नुहोस्। सी मैले सबै क्वेसन गरेँ भने तपाईँले गर्ने के, तपाईँले के सिक्ने, सो त्यसो गर्नु हुँदैन। म्याथमेटिक्समा मैले तपाईँलाई एउटा बुझाएपछि अर्को तपाईँले गर्नुपर्छ। फाइन। सो लास्ट क्वेसन अफ दिस एक्सरसाइज। सो यहाँ भन्दैछ हेर्नुहोस्, देयर इज सर्कुलर पाथ अराउन्ड द स्पोर्ट्स फिल्ड। सो यस्तो खालको सर्कुलर पाथ छ अरे, सर्कुलर पाथ छ अरे। सोनिया टेक्स 18 मिनट्स टु ड्राइभ 1 राउन्ड। सो यहाँबाट सोनिया कुद्यो अरे, यो यहाँबाट यहाँ कम्प्लिट एक राउन्ड कुद्दाखेरि चाहिँ सोनिया यसरी कुद्दाखेरि चाहिँ राइट, सोनियाले चाहिँ 18 मिनट्समा, सोनियाले कतिमा 18 मिनट्समा गरे अरे। र रविले चाहिँ वेरास रविले यो एक राउन्ड कुद्दाखेरि चाहिँ रवि हि टुक ओन्ली 12 मिनट्स। राइट, अब यस्तो खालको क्वेसन छ। अब कुन चाहिँ टाइममा चाहिँ दे आफ्टर हाउ मेनी मिनट्स दे विल मिट अगेन एट द स्टार्टिङ पोइन्ट भन्दैछ। सो यस्तो क्वेसन दिएको छ भने सिम्पल एलसिएम निकाल्नु पर्ने हुन्छ। एलसिएमको कन्सेप्ट युज भएको यो मैले तपाईँले सिम्पल एलसिएम निकाल्नुहोस्, यु विल गेट द रिजल्ट। ल यो क्वेसन साँच्चै हामीले एलसिएम मात्रै निकाल्नु पर्ने हुन्छ, केही पनि छैन, क्वेसन ट्रिकी छैन, इक्जाममा आयो भने त्यसरी गर्नुपर्ने। ओके, सो आफ्टर हाउ मेनी मिनट्स विल दे मिट अगेन एट द स्टार्टिङ पोइन्ट। सो इफ यो कति मिनट बाद चाहिँ तिनीहरू चाहिँ फेरि त्यही पोइन्टमा भेट्छ भन्नुको मतलब इफ यु गेट द एलसिएम अफ दियर टाइम देन यु विल गेट द रिजल्ट। ओके, सो let us take LCM of 18 and 12. Okay, so 18 र 12 को LCM लिनु पर्यो भने के हुन्छ भन्दाखेरि चाहिँ here LCM is your answer, LCM is your answer। ल सो LCM is your answer भनेपछि तपाईले लेख्न सक्छ गिवन सोनिया टेक्स 12 मिनट ड्राइभ 1 राउन्ड while Ravi takes 12 minutes। राइट, सो त्यसरी लेख्न सक्छ तपाईँले, सोनियाले 18 मिनट लगायो, रविले 12 मिनट लगायो भनेर लेख्न सक्छ। सो एलसिएम लिनुहोस् होइन, एलसिएम मैले लङ डिभिजन मेथड 18 and 12। सो कसले जान्छ कमन नम्बर जुन चाहिँ दुईटाले जान्छ, 6 3 इज 18। ओके, 6 3 इज 18, 6 2 इज 12। सो 3 1 इज 3 and 2 अगेन या 2 1 इज 2। सो 3 2 इज 6, 6 6 6। सो LCM of 18 and 12 is your what? 6 × 3
6 into 3 into how much? 2. So this is 6 into 6. Answer is 36. So तपाईँको आन्सर के हुन्छ भन्दाखेरि चाहिँ आफ्टर हाउ मेनी मिनट्स विल दे मिट अगेन एट द स्टार्टिङ पोइन्ट भनेर सोध्यो भने सो आफ्टर हाउ मेनी मिनट्स 36 minutes. After 30 minutes they will meet again at the starting point, at the starting point. Okay, so यस्तो खालको क्वेसन देख्नु भयो इन फ्युचर. ओके, यस्तो खालको क्वेसन देख्नु भयो भने जस्ट टु सिम्पल टेक्निक यो खालको क्वेसनलाई चाहिँ हामीले सिम्पल अगर सर्कुलर पाथ छ, तिमीले कति बातमा भेट्छ, एउटा साथी एउटा ट्र्याकमा कुद्दैछ, त्यो अर्को साथी अर्को ट्र्याकमा कुद्दैछ, अर्को साथी अर्को ट्र्याकमा कुद्दैछ, तिनीहरू चाहिँ एकै टाइममा भेट्नुको लागि चाहिँ कति टाइममा भेट्छ. सो यस्तो खालको क्वेसन तपाईँले देख्नुभयो भने सो यो टास्क इज टु गेट द एलसिएम. सिम्पल, यर एलसिएम इज यर आन्सर. एलसिएम निकाल्नुहोस्, त्यही नै तपाईँको आन्सर हुनेवाला